भरिसके आवाजमा कडा आवाज नलिने, शान्तिपूर्वकको आवाज। कडा आवाजले नोक्सान हुन सक्छ, शान्तिपूर्वक सरलपूर्वक दयापूर्वक रहनु। अनि त्यसदेखि पछाडिबाट अर्को कुरा के छ भनेदेखि अब त्यस अवस्थामा फेरि सूर्य जस्तो प्रकाशमान हुनु, आफू कहिल्यै पनि विचलित नहुनु, आफूले प्रकाश दिने काम र आफ्नो धर्म नछोड्नु। बालक जस्तो मान र अपमानको ख्याल पनि नराख्नु। ओहो मलाई जब मान गरेनन् हे म अपमान बिहोर्नु पर्यो, त्यो पनि नगर्नु। बालकलाई पेटभरि खान दिइसकेपछि मान र अपमानको याद हुँदैन। त्यस्तै हाम्रो पनि मान र अपमानको ख्याल गर्नुभन्दा आफ्नो काम र कर्तव्यमा कहिल्यै विचलित नहुनु यस काम। अनि परेवाबाट पनि मैले ज्ञान प्राप्ति गरेको छु महाराज। अब परेवाबाट पाएको ज्ञानमा चाहिँ साथी नलिकन हिँड्दैन हिँड्नु, परेवाको भाले पोथी छुट्टिँदैन। हाम्रो नि भाले पोथी